2082 जेठ 15 गते काठमाडौँमा सुरु हुने भनिएको राजावादीको अनिश्चितकालीन जनआन्दोलन तुहाउने व्यापक रणनीति सरकारद्वारा बनाइएको छ। आन्दोलनको मिति नजिकै गर्दा सरकार आन्तरिक तयारीमा जुटेको छ भने राजावादीहरू देशभरबाट राजधानी छिर्ने रणनीतिमा लागिपरेका छन्। विश्वस्त स्रोतका अनुसार सरकारले आन्दोलनलाई सुरुमै थाम्न विशेष सुरक्षा योजना बनाएको छ। राजधानीको सुरक्षा घेरा बलियो बनाउँदै सम्भावित भिड जम्मा हुन सक्ने ठाउँहरूमा निगरानी बढाइएको छ। विभिन्न जिल्ला र नाका हुँदै काठमाडौँ प्रवेश गर्ने आन्दोलनकारीहरूको निगरानी गर्न सुरक्षा संयन्त्र सक्रिय पारिएको छ। राजावादी नेताहरूले आन्दोलनलाई जनताको आक्रोशको अभिव्यक्ति दिँदै सरकारको दमनकारी रणनीतिको कडा विरोध गरिरहेका छन्। यो आन्दोलन कुनै दल विशेषको होइन, जनताको भावना पोखेको शुद्ध राष्ट्रवादी आन्दोलन हो। एक अग्रज राजावादी नेताले भने उनका अनुसार देशभरि व्यापक असन्तोष फैलिएको छ र जनताले अब परिवर्तनको विकल्प खोज्न थालेका छन्। यो आन्दोलन हावामा उड्ने होइन, जनताको चट्याङ हो, उनले थपे। सरकारको रणनीतिमा आन्दोलन अघि नै प्रमुख अभियन्ताहरूलाई नजरबन्दमा राख्ने, सडक प्रदर्शन रोक्ने नाममा निषेध आज्ञा जारी गर्ने, सञ्चार माध्यमहरू मार्फत आन्दोलनको छवि बिगार्ने लगायतका कदमहरू समावेश रहेको स्रोत बताउँछ।